आहा यो झरनाको लम्बाइ चाहिँ कति होला यार ठ्याक्क एनालाइसिसै गर्न सकिन एकदम उचाइमा छ खतरा जंगलको बाटो हिँड्दैछु यो बाटोमा सानो बचपनमा हिँड्दाखेरि कस्तो चाहिँ डर लाग्थ्यो यार यो ज्याकेट चाहिँ गर्मी भएर यतातिर राखेछु के एउटा छेउको भयो दुईटा भयो तीनटा चार पाँचवटा हाँगा भएको त्यसको रुख छ गाउँ के सुन्दर देखिरहेछ है माथिबाट क्या झरेको छ यार वाह यो पानी सरररररर हुँदै यता तल यो माडी खोलामा मिसिनेमा जान्छ है त गाई झरनामा यति बेला ठुलो पानी परिरहेको छ र त्यो ठाउँमा चाहिँ जान नमिल्ने भएको छ भिजायो त पानीमा है भोक मेटाउन गरिएको प्रयास चाउचाउ खाँदैछ हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो सबैजना सन्चै हुनुहुन्छ होला यो बर्खाको समय पनि छ बर्खा त सिदिन लाग्यो तैपनि आफ्नो केयर चाहिँ गर्नु होला मौसम चेन्ज हुने समय छ यति बेला बिरामीले भेट्यो भने फेरि सिचुएसन गाह्रो हुन सक्छ सो आज म जाया छहरा भन्ने चिनिन्छ नजिकमा छहरा भन्छ क्या त्यतिर जाया झरनामा जाँदैछु त्यो झरनामा गइसके पछाडिका दृश्य देखाउँदैछु म आज निकै एक्साइटेड छु झरनालाई देख्नलाई म झरना र यो घर भन्दा पनि धेरै दूरी टाढा गइसकेको छु झरनादेखि नजिक आइसकेको छु सो यो ठाउँमा आएर मैले आज भिडियोलाई स्टार्ट गरेको छु किनभने घरको अगाडिबाट चाहिँ धेरै भिडियो स्टार्ट गर्यो सुरुवात गर्यो आज चाहिँ अलिक फरक ठाउँ जङ्गलको दृश्यहरू परिवेशलाई देखाउन भन्ने हिसाबले म यहाँबाट स्टार्ट गरेको छु यो बिचका सर्टहरू त मैले लिइसकेको छु अब म झरनादेखि नजिक आइपुगेको छु झरनालाई हेर्नलाई एक्साइटेड छु एकजना रेख दाइ अगाडि हुनुहुन्छ उहाँसँग भेट्नेछु उहाँ चाहिँ झरना पुगिसक्नु भएको छ अरे उहाँलाई झरनामा पुगेर भेट्नेछु सो बिचका सर्टहरू पनि हेर्नुहुनेछ तपाईँले र म अब झरनामा जानेछु समथिङ यो झरनाको हाइट कति छ त्यो कुराहरू मैले धेरै चाहिँ खोज अनुसन्धान गरेँ तर पनि भेटाएन तैपनि यसो हामी एनालाइसिस चाहिँ गर्नेछौँ सो लेट्स गो गाइज अब हामी झरनामै भेट्नेछौँ है त झरनादेखि अगाडि एकै सर्टहरूमा भेट्नेछौँ त्यस पछाडि डाइरेक्ट झरनामा भेट्नेछौँ है त गाइज ल लेट्स गो खतरा जङ्गलको बाटो हिँड्दैछु यो बाटोमा सानो बचपनमा हिँड्दाखेरि कस्तो चाहिँ डर लाग्थ्यो यार साह्रै डर लाग्ने कि अहिले चाहिँ मान्छे ठुलो भइसके पछाडि त्यो डरका महसुस गरेर हराउने रहेछन् बब्बाल जङ्गल छ है त यहाँ यो ज्याकेट चाहिँ गर्मी भएर यतातिर राखेछु कि साह्रै गर्मी भइदियो यतातिर खोला छ है गाइस यही खोला जान्छ त्यो म अहिले आज गइरहेको झरनामा चाहिँ यही खोला पुग्छ है यसलाई पाँच हाँगे उत्तिसको नाममा चिनिन्छ ठुलो रुख छ है यो निकै शक्तिशाली उत्तिसको रूपमा चाहिँ लिइन्छ यसलाई म तपाईँलाई रुखको नजिकै गएर पनि देखाउँछु यसमा ठुलो पाँचवटा हाँगाहरू थियो है एउटा त्यहाँ भयो दुईटा भयो एउटा छेउको भयो दुईटा भयो तीनटा चार पाँचवटा हाँगा भएको उत्तिसको रुख छ यसलाई निकै शक्तिशाली रुखको रूपमा चाहिँ लिन सकिन्छ यति ठुलो छ कि है तर यो रुखहरू दुईवटा चाहिँ सुकेर गइहालेछ अझै तीनवटा बाँकी रहेछ यहाँ चाहिँ भन्ने गर्छ पुर्खाहरूले निकै शक्तिशाली थियो यो रुख भन्ने पनि गरिन्छ है सो शक्तिशाली रुखको रूपमा लिइन्थ्यो यो ठाउँमा पुग्ने पहिले पुर्खाहरूको अनुसार केही मान्यताहरू पनि थिए सो अहिले त त्यो कुराहरू अलि लोप हुँदै पनि गयो होला सायद जाया खोला भन्ने ठाउँमा आएको छु सुन्दर गाउँ देखिरहेको छ यति बेला लाइटिङ पनि दिइरहेछ मजाको घाम लागिरहेछ गाउँ के सुन्दर देखिरहेछ है झरनामा जाने बाटो चाहिँ यसो घोरेटो बाटो चाहिँ निर्माण गरिएको रहेछ सायद बजेट विनियोजन भएको थियो होला जस्तो लाग्यो म पहिले समथिङ 3-4 वर्ष पहिले एकचोटि आएको थिएँ त्यो समयमा यो घोरेटो बाटो थिएन बाटो नै थिएन गाह्रो सिचुएसन थियो त्यति बेलाको सिचुएसनमा अहिले चाहिँ घोरेटो बाटोले गर्दाखेरि दामी देखिरहेछ है घोरेटो बाटोले गर्दाखेरि त्यो सहज चाहिँ भएको रहेछ अहिले हिँड्नलाई सहज चाहिँ छ ठ्याक्कै झरनासम्म पुग्छ होला जस्तो लाग्यो मलाई घोरेटो बाटो यही हो अब झरनादेखि नजिक आइपुगेछु है म देख्न सक्छु झरना यही हो वा दामी सो झरनालाई मैले टाढैबाट देखिसकेको छु अब झरनाको नजिक गइसके पछाडि को दृश्य देखाउनेछु मजाले यति बेला त माथि नै छु म घोरेटो बाटोमा हिँडिरहेको छु झरनामा जानलाई निर्माण गरेको घोरेटो बाटोतिर छु अब झरनामा पुग्नेछु झरना साह्रै यति बेला ठ्याक्कै हामीले पानी चाहिँ बढेको थियो कि ठुलो पानी भयो थियो हिजो अस्ति बब्बालै वर्षा भयो नि त त्यो वर्ष पछाडि चाहिँ
आएको पानी चाहिँ बढेको छ होला भन्ने लागेर चाहिँ आएको। आहा फाइनल्ली झरनामा आइपुग्यो है गाइस। के दामी देखिरहेछ यार, साँच्ची मलाई त एकदम दामी लाग्यो अहिले त। यो झरनाको लम्बाइ, यसको हाइटको कुरा गर्ने हो भने करिब 200 मिटर उचाइमा छ कि जस्तो टाइपको हामीले यकिन चाहिँ गर्यो। तर त्यस्तो अहिलेसम्म यो झरनाको यति नै हाइट छ भन्ने टाइपको एनालाइसिस यकिन चाहिँ नभएको कन्डिसन हो। सो कुनै त्यस्तो मापन यन्त्रबाट पनि यसको हाइटलाई चाहिँ नापिएको त्यस्तो चाहिँ पाइएन। क्या दामी देखिरहेछ आजभोलि त। अब नजिकै जानेछु म। यति बेलाको ठ्याक्कै वाला साइडबाट लिएको दृश्य हो। त्यहाँ जानलाई पनि अलि सिचुएसन गाह्रो चाहिँ देखिरहेको है। मोबाइलहरू लिनलाई गाह्रो पर्छ जस्तो लाग्छ। पानी चाहिँ यो साइडसम्म पानी चाहिँ एकदम ठुलो चाहिँ माथिबाट चाहिँ आएको झट्काले गर्दाखेरि पानी चाहिँ त्यहाँसम्म पुग्दो रहेछ। ढुङ्गाहरू भएको ठाउँसम्म पुग्दो रहेछ। माथिबाट त क्या झरेको छ यार, वाह। यो पानी सरररररर हुँदै यता तल यो माडी खोलामा मिसिनेमा जान्छ है त। गाई झरनामा यति बेला ठुलो पानी परिरहेको छ र त्यो ठाउँमा चाहिँ जान नमिल्ने भएको छ। असाध्यै पानी परेको छ। हामीले चाहिँ छाता ओढेको छ है। त्यही हो। वाह भिजायो त पानीमा है। वाह भोक मेटाउन गरिएको प्रयास चाउचाउ खाँदैछ जाया झरनामा। पानी पनि पर्यो एकछिन। सो त्यहाँ चाहिँ पानी झरना नजिक जाँदाखेरि पानी यस्तै भिजाउँदो रहेछ कि कपडाहरू चाहिँ सारा भिज्यो कि। अनि कपडाको नि कपाल नि कति भिजेको थियो। अहिले सुक्दैछ। ठ्याक्कै माथितिर आएर पसलमा चाउचाउ खायो। अब आजको भ्लग चाहिँ इन्डिङ गर्नुपर्ने हुन्छ। यति बेला पैदल यात्रा जङ्गलको बाटो हिँडिरहेको छु। खासमा त्यहाँ रोड पुग्ने गन्तव्य चाहिँ होइन त्यो। सो दामी छ आजभोलि झरना। तपाईँ पनि एकचोटि घुम्न आउनुहोस्। अबको भिडियो कस्तो र कुन ठाउँको भिडियो कस्तो टाइपको भिडियो हेर्न चाहनुहुन्छ त्यो चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। र म तपाईँहरूबाट चाहिँ छुट्टिन्छु। चाउचाउ। तपाईँहरू चाहिँ अरू नेक्स्ट भिडियोको प्रतीक्षामा रहनु होला। म चाहिँ चाउचाउ खानेतर्फ लाग्छु है त गाइज।